पर्न साथ सहर सुत्छ, रात पर्न साथ सहर सुत्छ, तर कतै न कतै एउटी छोरी निदाउन डराउँछ, तर कतै न कतै एउटी छोरी निदाउन डराउँछ। उसको निन्द्राभित्र पनि डरको आवाज हुन्छ। बत्ती निभेपछि अन्धकारले उसलाई खान खोज्छ, बत्ती निभेपछि अन्धकारले उसलाई खान खोज्छ। कसैले सोध्दैनन् किन ऊ अब हाँस्दिन, कसैले सोध्दैनन् किन ऊ अब हाँस्दिन, किन उसको आँखामा उज्यालो छैन, किन ऊ हरेक स्पर्शबाट तर्सिन्छ, किनकि उसले देखेकी छे राक्षसहरूको भेषमा मान्छेको अनुहार। घर भनिने ठाउँ पनि कतै नरक बन्छ, घर बनिने ठाउँ पनि कतै नरक बन्छ, जहाँ आफन्तकै हातले उसलाई टुक्र्याइन्छ। चुपलाक समाज के भन्छ, चुपलाक समाज के भन्छ, यो वाक्यले उसलाई हरेक दिन मारेको छ। बुबा आमाको डर, छिमेकीको कुरा र कानुनको ढोका, जहाँ न्यायको सट्टा प्रश्न सोधिन्छ के प्रमाण छ, जहाँ कानुनको प्रश्न सोधिन्छ के प्रमाण छ। छोरीहरू बोल्न डराउँछन्, छोरीहरू बोल्न डराउँछन्, किनकि उनीहरूको पीडा सम्मानको धब्बा बनिन्छ। तर मान सम्मान त उसकै हृदयमा थियो, तर मान सम्मान त उसकै हृदयमा थियो, जुन समाजकै निर्णय हातले च्यातियो। हेर हरेक वर्ष महिला दिवसमा नारा गुन्जिन्छ, हेर हरेक वर्ष महिला दिवसमा नारा गुन्जिन्छ, नारी शक्तिको प्रतीक हो भनेर। तर सडकमा एउटी छोरी राति हिँड्दा, तर सडकमा एउटी छोरी राति हिँड्दा संसार उसको शरीर नाप्छ, संसारले उसको शरीर नाप्छ। छोरी तिमी दोषी होइनौ, तिमी पीडित पनि होइनौ, तिमी एक प्रतिवाद हौ, एक क्रान्ति हौ। तिमी पनि भएर बाँच्न बोल, तिमी मौन भएर पनि बोल्दछौ, तिमी मौनता नै आवाज हो, तिमी मौनता नै आवाज हो, तिम्रो आँसु नै प्रश्न हो। के यो समाज अझै बाँच्न योग्य छ, के यो समाज अझै बाँच्न योग्य छ? हामी सबै अपराधी छौँ जब तिम्रो आवाजलाई लजाएर दबायौँ, हामी सबै अपराधी हौँ जब तिम्रो आवाजलाई लजाएर दबायौँ। हामी अपराधी छौँ जब तिम्रो आँसु देखेर पनि हेऱ्यौँ, जब तिम्रो आँसु देखेर पनि हेऱ्यौँ। तर एक दिन छोरीहरू उठ्नेछन्, हातमा कलम आँखामा आगो लिएर, हातमा कलम आँखामा आगो लिएर। त्यो दिन यो देश काट्नेछ, त्यो दिन यो देश काट्नेछ, किनकि तिनीहरू डराउने छन् जब तिनीहरूले देख्छन्, जब तिनीहरूले देख्छन् अब हामी मौन छैनौँ, अब हामी मौन छैनौँ।